लास्टसम्म पुगिसकेपछि अब यहाँनिर हामी रुल्सहरू लगाउँछौँ है। सो रुल लगाउनको लागि आइपी एक्सेस लिस्ट भनेर तपाईँहरूले पुरै लेखे पनि भयो। तपाईँहरूलाई कन्फ्युजन लाग्छ, स्पेलिङ मिस्टेक हुन्छ कि जस्तो लाग्छ भने एउटा ट्याब दिइदिनु होला। ट्याब दियो भने फुल कमान्ड लेखिदिन्छ है। त्यसपछि आइपी एक्सेस लिस्ट के गर्नुपर्ने छ त स्ट्यान्डर्ड कमान्ड साइड बाई साइड हेरे पनि हुन्छ है, केही फरक पर्दैन। एक्सेस ग्रुप त्यसपछि हामीले के गर्यौँ त स्ट्यान्डर्ड भनेर लेख्यौँ स्ट्यान्डर्ड र त्यसपछि रुलको नाम लेख्ने हो है। स्ट्यान्डर्ड पनि लेख्न अल्छी लाग्यो मलाई, मैले ट्याग दिएँ है। स्ट्यान्डर्ड त्यसपछि रुलको नाम मैले ब्लक स्टुडेन्ट्स भनेर राखेको छु। यो रुल हामीले भिलानलाई जसरी एडमिन आइपी भनेर नाम दिइरहेको थियो जे पनि है, सो यसरी नै यहाँले पनि हामीले नाम दिने हो है। नाम चाहिँ के सेन्सिटिभ हुन्छ है, सो ख्याल गर्नु होला। ब्लक स्टुडेन्ट्स मैले चाहिँ यो नाम राखेँ, तपाईँहरूले ब्लक सिएसआइडी स्टुडेन्ट लेखे पनि भयो, ब्लक सिएसआइडी स्टुडेन्ट लेखे पनि भयो, जस्ट रुलको नामै त हो, फरक पर्दैन है। सकेसम्म आफ्नो आउटपुटलाई युनिक देखाउनु होला है। तपाईँको आउटपुट फरक छैन भनेदेखि जसको अक्षर अलिकति सफा छ त्यसकैबाट सबैले सारा रहेछन् भनेर भनिन्छ कि जज गर्न त्यति सजिलो छ। ल गर्नुभयो, अब इन्टर गर्ने है। इन्टर गरेपछि तपाईँ स्ट्यान्डर्ड एसिएल कन्फिगरेसनमा पुग्नुहुन्छ। पुग्नुभयो, ल अब रुल लेख्न सुरु गर्नु। सुरुमा डिनाइ गर्ने कुराहरू गर्नु, जे कुरालाई डिनाइ गर्नुपर्ने छ त्यो कुरालाई तपाईँले डिनाइ भनेर लेख्नुहुन्छ र लास्टमा गएर पर्मिट एनी गर्नुहुन्छ। त्योभन्दा बाहेक जति पनि आइपी एड्रेसेसहरू छ त्यो सबैलाई पर्मिट गर्ने भन्नु है। सो डिनाइ कसलाई गर्ने भनेको छ त मैले डिनाइ हामीले कसलाई गर्ने भनेको छ स्टुडेन्टलाई गर्ने भनेको छ नि त है। हामी सर्भर साइडको राउटरमा बसेर रुल्सहरू लेखिरहेको छौँ र स्टुडेन्ट साइडको नेटवर्कलाई चाहिँ हामीले डिनाइ गर्न खोजेको हो। डिनाइ 10.0.0.0 है, यो भनेको नेटवर्क एड्रेस। त्यसपछि वाइल्ड कार्ड मास्क दिनु। सबनेट मास्क के हुन्छ, क्लास ए को सबनेट मास्क के हुन्छ भन्नु त क्लास ए को डिफल्ट सबनेट मास्क के हुन्छ 255.0.0.0 हुन्छ नि त है। त्यसपछि वाइल्ड कार्ड मास्क के भयो 0.255.255.255 सबै यही राख्नुपर्छ भन्ने छैन है। क्लास सी युज गरिरहेछ भने तपाईँहरूको 255.0 कति हुने भयो त 0.0.255 हुने जान्छ है। ल स्पेस दिएर वाइल्ड कार्ड मास्क दिनु अब 0.255.255.255 दिनुभयो। ल इन्टर गर्नु है। ल अब यसको ठाउँमा तपाईँहरूले यदि सबनेट युज गरिरहेको छ भने सबनेटको बेला चाहिँ ख्याल गर्नुपर्छ है तपाईँहरू। जस्तै तपाईँहरूले 255.255.255.240 भन्ने सबनेट मास्क युज गर्नुभएको छ, कस्टम सबनेट मास्क युज गर्नुभएको छ भने त्यो कन्टेक्स्टमा मैले वाइल्ड कार्ड मास्क के दिनु पर्यो त 0.0.0.15 भनेर दिनु पर्यो। सो सबनेटिङ युज गरेको छ कि छैन भन्ने कुरा पनि ख्याल गर्नुपर्छ है। ल रुल लगायो, अब बाँकीलाई चाहिँ के गर्ने त पर्मिट गर्ने। पर्मिट एनी जस्ट स्टुडेन्टको नेटवर्कलाई मात्रै हामी डिनाइ गऱ्यौँ र बाँकी सबै नेटवर्कलाई के गर्यो त पर्मिट गर्यो। अब एक्जिट गर्नु, त्यसपछि राइट मेमो गरिदिनु। राइट मेमोरी भन्न खोजे है। सो मेमोरी लेखिसकेपछि अब तपाईँहरूले रुलहरू बनिसकेको छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ है। सो त्यसको लागि ह्यासट्याग मोडमै रहेर तपाईँहरूले सो एक्सेस लिस्ट गर्नुपर्छ है। सो एक्सेस लिस्ट गर्नुभयो भने यहाँनिर आइपी एक्सेस लिस्ट डक स्टुडेन्ट नामको एउटा एक्सेस लिस्ट भएको छ। त्यसमा रुल नम्बर 10 ले के भन्छ त डिनाइ 10.0.0.0 भनेर भन्छ र रुल नम्बर 20 ले के भन्छ त पर्मिट एनी त्योभन्दा बाहेक सबैलाई पर्मिट गर भनेर भन्छ। सो रुल लेखिसक्यो हामीले है। ह्यासट्याग मोडमा भएर सो एक्सेस लिस्ट गरे हो है मैले एसीसी भनेर ट्याब दिएको है, इन्टर दिएको होइन। कहिले काहीँ सर्टकट त्यतिले पनि पुग्छ भने त्यतिले पनि काम पनि गर्न सक्छ।
सो एक्सेस लिस्ट भनेर तपाईँहरूले रुल लेख्यो कि लेखेन भनेर हेर्न सक्नुहुन्छ कि के भयो बा यहाँ होइन के गरेँ होइन जस्ट म एक्जिट गरेँ कन्फ्लिक्ट मोडमा आएँ फेरि एक्जिट गरेँ ह्यासट्याग मोडमा आएँ त्यसपछि त्यहाँनिर राइट मेमो गरेँ र त्यसपछि सो एक्सेस लिस्ट गरेँ है त्यति मात्रै गरेँ अब यहाँसम्म भयो ल रुल्सहरू लेख्न त लेखियो तर इम्प्लिमेन्ट चाहिँ गरेको छैन है अझै है सो इम्प्लिमेन्ट गर्नको लागि म के गर्नु पर्यो त फर्स्ट अफ अल इन्टरफेसभित्र छिर्नु पर्यो सो मैले यो राउटरमा रुल लेखिसकेँ अब कुन इन्टरफेसमा गएर रुल लाउने होला त यहाँनिर गऱ्यो भने हुँदैन है यहाँनिर गऱ्यो भने पनि त्यो रुलले के गर्ने भयो त टिचरलाई चाहिँ रुल गरिदिनु भयो सो जुन सर्भर राउटरसित जुन पोर्टमा कनेक्टेड छ त्यो पोर्टभित्र म पहिला छिर्छु र त्यो पोर्टभित्र इम्प्लिमेन्टेसन गर्छु है सो मेरो केसमा यहाँनिर अहिले के भनिरहेको छ त 0/2 भन्नेमा छ है सर्भर राउटरको 0/2 भन्ने पोर्टमा कनेक्टेड छ है सो फर्स्ट अफ अल म राउटरको 0/2 भित्र छिर्छु त्यसको लागि कन्फ्युगर मोडसम्म जानु पर्यो कन्फ्युगर मोडमा गइसकेपछि अब इन्टरफेसभित्र छिर्नु ल इन्टरफेसभित्र पनि छिर्यो तपाईँहरूले पुरा कमेन्ट पनि दिन सक्नुहुन्छ है तपाईँहरूले इन्टरफेस गिगाबिट इथरनेट 0/2 भनेर पनि दिन सक्नुहुन्छ सर्टकट पनि युज गर्न सक्नुहुन्छ इन्टरफेसभित्र छिर्नुभयो ल इन्टरफेसभित्र छिरिसकेपछि यो रुल लाउने अब है अब यहाँनिर 0/0 लेखेको छ तपाईँहरूले 0/2 बनाउनु होला है 0 सो आइपी एक्सेस ग्रुप ब्लक्स स्टुडेन्ट्स आउट भनेर रुललाई आउट गर्नु पर्यो है आइपी एक्सेस ग्रुप ब्लक स्टुडेन्ट्स आउट है सो यहाँनिर गएर आइपी कमान्ड लेख्न मिस्टेक भयो अलिकति स्पेलिङमा मिस्टेक जस्तो लाग्यो भने ट्याग दिने है के भन्यो त ब्लक स्टुडेन्ट्स केस सेन्सिटिभ हुन्छ है तपाईँले अगाडि जे राख्नुभएको त्यो नाम त्यही राख्नु होला ब्लक स्टुडेन्ट्स आउट ल दिनुभयो ल इन्टर गरिदिनु है अब इन्टर गरिसकेपछि एक्जिट गरेर फेरि राइट मेमोरी गर्न नबिर्सिनु नगरे नि हुन्छ कन्ट्रोल सेभ गरेर जस्तै हो कि राइट मेमोरी भनेको कन्ट्रोल सेभ जस्तै हो भयो यहाँसम्म ल भइसक्यो भनेदेखि अब तपाईँहरूले टेस्ट गर्नु पर्यो है टेस्ट गर्ने कन्टेक्स्टमा तपाईँहरूले के गर्नुहुन्छ स्टुडेन्ट साइडको एउटा पिसीबाट सुरुमा के गर्नुहुन्छ त सर्भरलाई पिङ गर्नुहुन्छ यहाँनिर रिक्वेस्ट टाइम आउट और डेस्टिनेसन होस्ट अनरिचेबल भनेर आउनुहुन्छ प्रायः जस्तो कन्टेक्स्टमा डेस्टिनेसन होस्ट अनरिचेबल भनेर आउँछ है सो मैले नियम अनुसार स्टुडेन्ट साइडको जुनसुकै पिसीबाट सर्भर एक्सेस गर्न नपाउनु पर्यो है सो फर्स्ट पिसी एउटा पिसीको नाम लेखिदिन्छु फेरिदिन्छु म जेबाट पिङ गर्ने हो त्यसको नाम हेर्नु होला है सो फर्स्ट पिसी स्टुडेन्ट साइडको पिसीबाट मैले के गरेँ त सर्भरलाई पिङ गर्ने सो सर्भरलाई पिङ गरे भने अब के आउँछ त यसरी डेस्टिनेसन होस्ट अनरिचेबल भनेर आउँछ र रिप्लाई कहाँबाट आएको हेर्नु त 1.2 बाट आएको रिप्लाई है तपाईँको गेटवेबाट आएको होइन है भन्नुको मिनिङ गेटवे छोडेर कहीँ न कहीँ त पुगेको रहेछ नि त हेर्नु त यहाँनिर हेर्नु भयो भने यहाँनिर कुन सिरिजको आइपी एड्रेस लगाएको छौँ हामीले 10.6 आइपी एड्रेस लगाएको यो दुईवटा राउटरलाई कनेक्ट गर्नको लागि यहाँनिर 1.1 र यहाँनिर 1.2 भन्ने आइपी एड्रेस लगाएको हो नि त है
सो तपाईँको ट्राफिक यो स्विचबाट भएर यो गेटवेबाट भएर यो राउटरसम्म पुग्न त पुग्यो है, तर यहाँबाट फर्दर यहाँ जानको लागि चेक गर्दाखेरि ब्लक गरेको रहेछ। त्यही भएर यही राउटरले नै एउटा आइसिएमपी मेसेज के सेन्ड गरेर डेस्टिनेसन होस्ट अनरिचेबल भनेर त्यही पिसीलाई चाहिँ रिप्लाई गर्नु है। अब यही सर्भरबाट यही पिसीबाट तपाईँहरूले स्टुडेन्टलाई के भन्छ टिचरलाई पिङ गरिहेर्नु, टिचरलाई त पिङ गरेकै हो अगाडि पनि होइन। पिसीबाट स्टुडेन्ट साइडको पिसीबाट टिचरलाई पिङ गरिहेर्नु, टिचरलाई पिङ गर्नुभयो भने मजाले रिप्लाई आइरहेको छ है। अब सर्भर सबैको लागि बन्द भएको हो कि भनेर तपाईँहरूलाई लाग्छ भने के गर्ने त टिचर साइडबाट पनि सर्भरलाई पिङ गरिहेर्नु होला है। सो टिचर साइडबाट तपाईँहरूले सर्भरलाई पिङ गर्नुभयो भनेदेखि के आउँछ त यसरी मजाले रिप्लाई आइरहेको छ है। सो स्टुडेन्ट साइडको ल्यान्डमा जति पनि पिसिजहरू छ ती पिसिजहरूलाई मात्रै ब्लक गरेको रहेछ है। सो यो रुल लेख्ने कुराहरू भयो है। रुललाई मोडिफाई पनि गर्न मिल्छ है हामीले है। रुललाई मोडिफाई गर्नु पर्यो भने अहिले नै मोडिफाई गरेर देखाउनु त पर्दैन तपाईँहरूले, तर डिलिट गरेर चाहिँ देखाउन सक्नुहुन्छ है। हेर्नु त रुल मोडिफाई गर्नु पर्यो भने सुरुमा त्यही पार्टिकुलर नामको स्ट्यान्डर्ड एसिएल भित्र सेर्नुहुन्छ। यहाँनिर हेर्नु त कमान्ड हेर्नु, कमान्डमा सुरुमा के गर्नु पर्यो त्यो कमान्ड लेख्नु पर्यो। त्यसपछि लास्ट टाइम तपाईँहरूले सो एक्सेस लिस्ट गर्नुभएको थियो नि, सो एक्सेस लिस्ट गर्दाखेरि के देखाएको थियो भन्नु त रुल नम्बर 10 भनेर डिनाइ भनेर देखाएको थियो र रुल नम्बर 20 भनेर परमिट भनेर देखाएको थियो नि त है। सो रुल नम्बर 10 लाई नो 10 गरिदिने र 10 मा चाहिँ डिनाइ भनेर यो देखाइदिने है। अब यहाँनिर मैले के गरिरहेको छु त होल नेटवर्कलाई डिनाइ गर्नुभन्दा पनि एउटा पिसीलाई मात्रै डिनाइ गरिरहेको छु हेर्नु त। यहाँनिर लास्ट टाइम हामीले के दिएको थियो त, लास्ट टाइम हामीले होल नेटवर्कको एड्रेस दिएको थियो नि 10.0.0.0 भन्ने दिएको थियो, तर यहाँनिर मोडिफाई गरेर के गरिरहेको छ त 10.0.0.10 मात्रै राखिरहेको छ है। ल एक्जिट गरिदिनु अनि त्यसपछि अनि त्यति गऱ्यो भने तपाईँको रुल चेन्ज हुन्छ है। रुल मोडिफाई गर्न अगाडि रुललाई सुरुमा डिलिट गर्नुपर्छ है। अब यो होल ब्लक स्टुडेन्ट भन्ने एक्सेस लिस्ट नै तपाईँहरूले डिलिट गर्नुपर्ने छ भने यो जुन कमान्ड छ नि यो हेर्नु त जुन आइपी एक्सेस लिस्ट स्ट्यान्डर्ड भन्ने कमान्ड छ नि त्यसको अगाडि तपाईँहरूले नो राखिदिनु होला है। जस्तै यो राउटरमा गएर गरेरै देखाइदिन्छु म। जस्तै सो एक्सेस लिस्ट गर्यो भने अहिले के देखाउँछ त सो एक्सेस लिस्ट गर्यो भने अहिले यो रुल देखाउँछ नि है, देखाएको हो नि त। ल अब म यसकै सट्टा कन्फिगर टर्मिनलमा जान्छु। कन्फिगर टर्मिनलमा गइसकेपछि अब यो आइपी एक्सेस ग्रुप भनेर आइरहेको छ नि यो रुल है, यसको रुलको अगाडि नो राखिदिन्छु। नो राख्यो भने अब यो डिलिट हुन्छ है। अब यो त इन्टरफेस भित्र गयो है। एक्सेस लिस्ट भनेर हाल्नु पर्यो एक्सेस लिस्टमा, यो एक्सेस लिस्टको अगाडि मैले नो राखिदिनु पर्यो। अब यति गर्यो भने एक्जिट गरेर तपाईँहरूले चेक गर्नु, फेरि सो एक्सेस लिस्ट भनेर चेक गर्नु। अब रुल छैन है, रुल हटिसक्यो, डिलिट मात्रै गरे हो है, केही गरे होइन। ल अब यहाँनिर के भयो त यो रिजल्टहरू भयो। रिजल्टहरू खासमा यति नै रिजल्ट देखाउनु पर्ने हो होइन, तर अगाडि जुन जुन ठाउँमा रिजल्ट भनेको छ होइन स्क्रिनसट भन्ने मेन्सन भनेको छ त्यहाँनिर तपाईँहरूले त्यो कुराहरू राखिसक्नु भएको छ भने लास्टमा यो ऊ मात्रै लेखिदिँदा हुन्छ है। समरी जस्तो टेबल मात्रै हुन्छ नि त, यति मात्रै राखिदिँदा हुन्छ। सो सबभन्दा सुरुमा तपाईँहरूले के गर्नु पर्यो त सबैभन्दा सुरुमा तपाईँहरूले नेटवर्क टोपोलोजीको स्क्रिनसट राख्नु पर्यो। स्क्रिनसट राख्दाखेरि सबैले आफ्नो युनिकनेस देखिने गरी है, हामीले त 20.series को सबै आइपी एड्रेस युज गरे हो नि त होइन, भनेपछि 0 देखि 254 सम्म 1 देखि 254 सम्म तपाईँहरूले सबै युज गर्न मिल्छ। सो आइपी एड्रेस युनिक बनाए पनि हुन्छ है तपाईँहरूले है। आइपी एड्रेस युनिक बनाउन खोज्नु, त्यसपछि राउटरको नाम चेन्ज गर्नु, डकुमेन्टहरू लेख्नु, साइड बाई साइड केही डकुमेन्टेसन गरे पनि हुन्छ है।
जसरी भए पनि आफ्नो डिजाइन फरक देखाउनु होला। त्यो अघिको त्यो आमिराले पढाएको ल्यान्ड स्टुडेन्ट साइडमा येलो टाइपको छ, उता साइडमा ग्रिन टाइपको छ होइन। सो त्यो चिज पनि चेन्ज गर्नु है, कलरहरू चेन्ज गर्नु कि त त्यसलाई डिलिट गरिदिनु, अरू कुनै हाल्नु। तपाईँको डिजाइन फरक देखिनु पर्यो है। सबभन्दा सुरुमा नेटवर्क डिजाइन राख्नुहुन्छ। नेटवर्क डिजाइन राखिसकेपछि यस आरआइपी भर्जन 2 को इम्प्लिमेन्टेसनको सबै कमान्डहरू लेखिसकेपछि टेस्टिङको लागि स्टुडेन्ट साइडबाट सर्भरलाई पिङ गर्नुहुन्छ, स्टुडेन्ट साइडबाट टिचरलाई पिङ गर्नुहुन्छ है। त्यसपछि एसिएल इम्प्लिमेन्टेसन गर्नुहुन्छ। एसिएल इम्प्लिमेन्टेसन गरिसकेपछि अब स्टुडेन्ट साइडबाट सर्भरलाई पिङ गर्न खोज्नुहुन्छ, डेस्टिनेसन होस्ट अनरिचेबल भनेर आउँछ है। र त्यसपछि लास्टमा एक्सेस लिस्टलाई डिलिट गरेको देखाउनुहुन्छ र ह्यासट्याग मोडमा गएर सो एक्सेस लिस्ट गर्दाखेरि पहिला लिस्ट देखाउँथ्यो भनेदेखि अब लिस्ट देखाउँदैन भनेर लेखिदिनुहुन्छ। एक्चुअलमा आउटपुट अब्जेक्टिभ फुलफिल भयो कि भएन भनेर चेक गर्नको लागि यही मात्रै आउटपुट राख्नु है। अब यहाँनिर तपाईँहरूले यो कुरा लेख्नु पर्ने हुन्छ है, लेख्ने मात्रै। रिजल्टको कन्टेक्स्ट छ, ठाउँ ठाउँमा तपाईँहरूले रिजल्ट मेन्सन गरिसक्नु भएको हुन्छ नि त स्क्रिनसटमा है। र यसमा पिङका रिजल्टहरू धेरै छन् है, एउटा मात्रै पिङ रिजल्ट छैन, 4-5 वटा नै पिङ रिजल्टहरू छ। त्यही भएर इच पिङ रिजल्टको स्क्रिनसट राखिसकेपछि फिगरको नाम सहित त्यहाँनिर केबाट के गर्न खोजे हो। स्टुडेन्ट साइडको ल्यान्डबाट एउटा पिसीबाट मैले सर्भरलाई पिङ गर्न खोजे हो बिफोर एसिएल इम्प्लिमेन्टेसन भनेर मेन्सन गर्नु पर्यो। आफ्टर एसिएल इम्प्लिमेन्टेसन स्टुडेन्ट साइडको एउटा डिभाइसबाट सर्भरलाई पिङ गर्न खोजे हो भनेर मेन्सन गरिदिनु पर्यो है। ल यति गर्नु होला, टाइम छ नि है हामीसँग पढ्ने। ल आज हाम्रो कतिौँ ल्याब सकिया हो त, यो ल्याब 9 सकिया हो नि त होइन। अब तपाईँहरूको 3वटा ल्याब अझै बाँकी छ है। सो 12वटा टोटलमा ल्याब छ हाम्रो। 3वटा ल्याब के छ भनेपछि अब एउटा वायर सार्टको ल्याब छ। वायर सार्टको ल्याबमा जति पनि तपाईँहरूको प्रोटोकल छ, चाहे त्यो टिसिपी प्रोटोकल होस्, चाहे त्यो युडीपी प्रोटोकल होस्, चाहे त्यो आइपिभीको होस्, चाहे आइपिभी6 होस्, यी सबै प्रोटोकलको हेडर एनालाइसिस गर्छौँ। हेडरमा के कस्तो इन्फर्मेसन छ भन्ने कुराहरू गर्छौँ। यो एउटा ल्याब हो। सिस्को प्याकेट ट्रेसरमा 2वटा ल्याब अझै बाँकी छ है। एउटा र दुवै भनेको तपाईँहरूको एप्लिकेसन लेयरमै पढ्ने ल्याबहरू। एउटा डिएनएस वेब सर्भिसेसहरूको ल्याब छ र एउटा इमेल सर्भिसेसको ल्याब छ है। सो यो 2वटा ल्याब फेरि हामी गर्छौँ है। सो भोलि कति बार हुन्छ हाम्रो? मङ्गलबार हुन्छ होइन। सो मन्डे ट्युजडे वेन्सडे थर्सडे र फ्राइडे हामी ट्रान्सपोर्ट लेयरलाई सक्छौँ है। टोटल